गाइज हामी जहिले माछा मार्न जाला हो अनि पछि हाम्रो केटाहरू सबै छौँ त्यो एउटा ब्लग सलग बनाउँछ भिडियो सिडियो अब बस्तिर आउँछ अब अहिले चाहिँ भिडियो बनाउन लागेको छ सब केटाहरू अब माछा मार्न जाला छ हाम्रो भान्जा चाहिँ कराउन आँसिरहेका छन् यस्तो हल्का यस्तो घुम्यो हाम्रो गाउँदै देख्नुहोस् हामी डग्सतिर हामी यस्तो माछा हाम्रो साथीको हाम्रो साथीमा त्यहाँ बानु लाउनु लागेको छ कसले नम्बर चाहिनु भन्नु होला फेसबुक आइडी चाहिनु भन्नु होला माग्दैमा हामीहरू अनि जम्मै पनि ल हामी जब एकछिन यस्तो बेला पछि भेट्छौँ एकछिन अब सबै खेरेर हामी सबै अब सबै खेरिसकेका छौँ साथीहरू अब हामी चाहिँ अब म पनि दिनकै आइडिया हुन्छ ब्लगमा म आउँदै आएको थिएँ नि त तर अब डेली आउँदैछु ब्लगमा अब हामी जबदेखि बनाइरहेको छौँ सुतिहाल किन बोलाउनु होइन क्या म हल्का बिरामी थिएँ हामी त एकछिन गरेको थियौँ हामी गाइड छ भिड पुगेको छैन आधा बाटो पुगेका छौँ भिड पुग्नु बाँकी छ अझ ढिक्न तल गएपछि पुगिहाल्छौँ फेरि देखाइदिन्छौँ त्यहाँ छ भेरी बसी परेको हात बत्तो तिनै कुराले यस्तो पानी परिरहेको थियो अनि पानी परेर बहुत के अरे धुम्लो छ त्यसैले आज हामी माछा मार्न गएको छौँ त्यसैले आजकल हाल्दैनौँ कमेडी फिल्म माया नलगिदिनु होला राम्रो सपोर्ट दिइदिनु होला हाम्रो मान्नुहुन्छ भने लाइक कमेन्ट सब्सक्राइब हानिदिनु होला नगरे जतिले नयाँ आउनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला बेल नोटिफिकेसन अलमा दबाइदिनु होला त्यति भनिदिएको छु म लास्टमा हेरिदिनु होला हाम्रो ब्लग अनि सब जति सक्नुहुन्छ त्यति सपोर्ट गरिदिनु हामीलाई लाइक सेयर गरिदिनु होला भिडियो सिडियो अल टोटल हेरिदिनु होला तलदेखि माथिसम्म गर्नु खोजेको त्यो त होइन तर अल टोटल भिडियो हेरिदिनु सुने हो तर अनि हेरिदिनु होला हामी चाहिँ हाम्रो ग्याङै छौँ ग्याङ त मतलब नकुन हाम्रो भाइहरू पनि छन् अहिले भान्जाहरू पनि छन् हामी जब त्यत्तिकै अनि माछा मार्का कोही बिहान आएका थिए अरे बिहान कसैले मार्न सकेन गएर माछा अब हामी चाहिँ गएर मार्छौँ अब हाम्रो बिलिभ छ अब हाम्रो दम छ भनेर मार्न आएका छौँ अनि भिडी बढेको छ माथिसम्म बढेको छ अनि अहिले भल आएको छ अनि हल्का माछा अनि रातभरि तल मान्छे चाहिँ आधा मान्छे चाहिँ तल मान्छे आउँदैछ म जब एकछिन तल गएर देखाउँछु तपाईँलाई है गाइज तल गएर एकछिन देखाउँछु ल गाइज अब हामी पुगिसकेका छौँ है अहिले हामी गाइज पुगेका छौँ अहिले तल अब भेटतिर अब यस्तै अब मार्दै रहेका छौँ अब मार्दैछौँ अब सायद हान्ने साइड हाल्नु नि त नि हाम्रो साइड हान्नु लागेको छ हान्दै टेक्दियो ल टेक्दियो राम्रो रहेछ राम्रो हान्यो बबार हान्यो अहिले यो साइड हान्ने लाइन तपाईँ के भन्न चाहनुहुन्छ कमेडी हाम्रो नि ह्यान्डसम बोय बबाल बनाउँछ कमेडी बबाल बनाउँछ यता माथि हेर्नुहोस् त तपाईँ ओ ह्यान्डसम बोय हाँसो लाग्यो यो खाप्से हाँसो लाग्दो छ के हाँसो लाग्दो गराउँदा यहाँ त गइसक्यो यहाँ तालमा हाम्रो यहाँ तालमा गइबसेका छन् हाम्रो तालमा गइबसेका छन् हेर्नुहोस् गाई गइबसेका छन् हेर्नु त्यो मजाले उठ्छ नि बुझ्यो भने चिज के हो थाहा छ चरुङ्गो अब हाम्रो यहाँ पाए त अब चरुङ्गै पनि अब अरू ठाउँ अब बुढे पनि सौली नाम लोग्ने बाम सौलीलाई बाम हेर्नुहोस् गाई तलै झिलो छ तल हेर्नुहोस् गाई तल खुट्टा हिरो लागिसकेको छ गाई त्यो खुट्टा हेर्नुहोस् खुट्टा देखाउनु पनि भयो बुझ्दैन जसले कसले बाबु पनि कमेडी खेल्न आउँछ कबड्डी खेल्न आउँछ यहाँ पनि अब ताल परेको छ अनि खोलो बिहान खोला आएको भने त खालि सानो खोला आएको थियो अहिले त लैबिला खोलो सानो अहिले त आधा देखिएको छैन होला तपाईँलाई एकचोटि तपाईँलाई झर्ना देखाइदिउँ ल ब्रो माथि गएर झरासरा देखाइदिउँलाई पानी आयो भने एक दिन एक दिन तपाईँलाई पानी पऱ्यो भने देखाइदिउँ ल झर्ना सर्ना आयो रहेछ भने देखाइदिउँ ल
छिटै हो अब आउने फेरि यहाँ पनि हिलो रहेछ यार फेरि माथि खोला देखेर ल अनि हाम्रो केटाहरू कतिजना छ 1 2 3 1 2 3 4 सातजना छौँ 7जना छौँ होला 7जना मार्छौँ कतासम्म पानी आएको छ अनि अलिकति पर गएर हल्का पर गएर देखाइदिन्छु तपाईँलाई पानी कतासम्म परेको छ भनेर चाहिँ हामी हल्का छेउछेउ आइसकेका छौँ ए हाम्रो नानीहरू त यहाँ एकजना माछा मार्न आएका रहेछन् त्यो चाहिँ हाम्रो चाहिँ बनी चाहिँ यो गाई छ रुपाती रोड किनजाने रोड अनि यो चाहिँ बन यस्तो हेर्नुहोस् सानो नानीहरू पनि आएका छन् अनि हाम्रो विशाल दाई हुनुहुन्छ यहाँ विशाल दाई कति वर्षको हुनुभयो म चाहिँ 17 अब 18 लाग्नुहुन्छ म पनि अब 17 म पनि 17 हो भएँ क्यामेराम्यान प्योर क्यामेराम्यान अब हल्का सुटिङ पनि आउँछ गाइस त्यस्तो माइन्ड नलाउनु होला फेरि शनिबारमा अब फिल्म आउँछ नयाँ फिल्म सोध्छौँ अब कुन चाहिँ फिल्म निकाल्ने भनेर अब हेर्छौँ हो यहाँ माछा मार्न लाग्यो नि त अलि देखाउँछु ल हेर्नुहोस् माछाहरू नै कता आज म गइरो रहेछ त भगवान् ह्यान्डसम गोल राखन्दो हेर्नुहोस् गाइस हेर्नुहोस् ह्यान्डसम गोल देखाइदिउँ तपाईँलाई ह्यान्डसम गोल देखाइदिउँ यति ह्यान्डसम गोलसँग ल गाइस हाम्रो केटाहरू खेल्दैछन् तपाईँलाई देखाइदिने धेरै छन् के धेरै छन् यस्तो छ क्या भेरी पनि पुरै धुम्लो छ यस्तो छ हाम्रो कब्रा यहाँ राख्यौँ अब म पनि जाँदैछु पानीतिर केटाहरूसँग ल गाइस खै हाम्रो बाजे खै कति लाग्यो माछा तपाईँलाई माछा देखाइदिन्छु जानु हाम्रो केटाहरू पनि गएछन् माछा मार्न त्यसरी ल फाइनली गाइस अब यहाँ खेलेर हामीलाई माछा अलिकति लागेका छन् देखाइदिन्छु यहाँ खेलेर अनि यहाँ चाहिँ माछा तपाईँलाई देखाइदिन्छौँ खै बाबु भतिज कान्छा खेलेर किलो अनि यस्तो छ पानी भने अब हामी भेरतिर जान्छौँ फेरि अहिले पछि माछा लागेपछि देखाउँछौँ त्यता पनि खेल्न लाग्यो अनि केटीहरू यता हाम्रो केटाहरू मात्र छौँ लगाएछ अब हामी यता खेल्यो हामी ऊ त्यहाँ खेलेर अब यतातिर लाग्यौँ ल अब यतातिर पनि मार्छौँ हल्का पछि यहाँ धेरै छन् ए आज त धुम्लो पानी छ के गर्नु भाइ एउटा गाईले घाम्थ्यो त बाबु हेर्नु गाइस अब हामी यो माछा मारे कस्तो हुन्छ ल अब हामी चुप ल गाई हामी यहाँ पनि खेल्दैछौँ गाह्रो छ क्या यहाँ त बेसी कडा छ अल त्यहाँ माछा टिम लगान यता पनि टिम लगान यता पनि माछा टिम लगान अनि यता त कडा छ कडा छ तलतिर अल त राम्रो थियो एउटा बिचमा चाहिँ भयो हलो पाखा हो दामी हो सुमा कडा छ क्या गाई लास्टभन्दा लास्टै छ कडा मैले यहाँ खपरा यस्तरी सुमाते आउँछु पाखा आउनु है म पनि गड गराउन हिँडेँ अहिले त पाखै हुनुपर्छ क्या यस्तो कडा छ बाबा यो एउटा कर्सिङ लगाएको छ कर्सिङ एउटा खै देखा त यो चाहिँ एउटा कर्सिङ हो अनि अल्तै चाहिँ यहाँ लागेका छन् लास्टै कडा छ यार यिनीहरू त बहुतभन्दा बहुत छ यार कडा अहिले त भेरी पनि पर्याउँछ एउटा हाम्रो टिम चाहिँ उहाँ माथि गाउँछ माथि अब कभर सवर छाडेर फेरि हामी हेमोड स्टार्ट गर्छौँ स्टार्ट अरे पाखै गर पाखै ल पाखै ल गराऊ एउटा त्यहाँ बिचमा सुमात र पनि माछा यहाँ राखिदेऊ न पहिला माछा यहाँ राखिदेऊ अनि जाऊ हाम्रो प्रकाश भाइ ल अघि नै हाम्रो भलक चाहिँ बोल्ने
सन्दीप मनिष रोशन प्रकाश विनय नवीन मेरो नाम चाहिँ विशाल लास्टै कडा छ के यस्तै जान्छ तल पनि लास्टभन्दा लास्टै हल्का पाखा आइज पाखा लागिरहेछन् गाइज ल धान्छ ल लागिरहेछ गाइज हेर्नुहोस् माछा ल हामी टिप्दै गर्छु अनि तिम्रो खनाइदेऊ पहिला पनि लाग्यो माछा त हामी चारजना माथि जान्छौँ माछा यो अर्को कर्सिङ लाग्यो अरू चाहिँ भने ए कर्सिङ ऊ चाहिँ एउटा यहाँ छ त्यस्तो टोकिदिन्छ नि किराले माछा यति लाग्यो अझै हल्का माथि हो जानुपर्छ ल अर्को ठाउँ आयौँ हामी बिस्तारै कडा छ यार कडा भने छन् एउटा झिल्ली पनि लागेको छ हेलो गाइज हामी चाहिँ माछा मारिसकेको छ माथि जान्छौँ र अहिले चाहिँ यस्तै हाम्रो केटाहरूले अलिक पाउले पनि स्पिडमा बोल्नु भनेका छन् अहिले त ठुलो अझै भनेको छ र हामी चाहिँ अहिले माछा लगाएको छौँ माछा मार्नलाई र अब जुस माटेका छन् हाम्रा अर्का दोस्तले होइन अलमा जाने होला भनेको बुझेका छन् यिनी केटाहरूले र हामी चाहिँ एकछिन माथि जान्छौँ अनि माथिको चाहिँ तपाईँलाई फेरि देखाउँदैछौँ र अहिले चाहिँ यतिमा राखिदिन्छु है एकदम गाइज हामी अब माछा पनि माऱ्यो अब घरतिर लाग्ने हो ल अब डाइरेक्टले त्यस्तो गर्नु लाग्छन् होइन अब हामी त माछा मार्ने हो अब घरतिर लाग्छौँ होइन अब हाम्रो त्यही हो अब गाइज हामी अब घरतिर लाग्ने होइन अब यतिमा भेट्छ हामीको अब लाइक सब्सक्राइब गरिदिनु होइन हामी घरतिर जाँदैछु होइन बेलैकान दबाइदिनु अब लाइक सब्सक्राइब हानिदिनु होला ओ जे पनि एकचोटि माछा पनि देखाइदिउँ न होइन अब माछा देखाइदिउँ न तपाईँलाई हामी माछा देखाउन गइरहेको छु नबोल्नु होला हट त्यो हात देखाउने चिज हो यो होइन ओ माछा ल्याइदिनु भयो माछा ल्याएन माछा हेर्नु होइन गाई अब यो थेच्चाने मार्यो होइन हामी घरतिर लाग्ने होइन अब घरतिर लाग्छु होइन अब हामीलाई सब्सक्राइब गरिदिनु होला होइन हामीहरूको अब फिल्म पनि हेरिदिनु होला होइन अब आजकल भिडियो बनाउन सकेको छैन अब यो बिदा हुन्छ धेरै बनाउँछु होइन गाई कपडा लगाइसकेका छौँ हाम्रो केटाहरूले पनि अब अहिले हामी चाहिँ अब घर जानको रेडी भएको छौँ र हामीले माछा मारिसकेका छौँ यति छ एक 2-3 पाउ पाउँछ अनि हाम्रो चाहिँ यहाँ पनि हाम्रो यहाँ अर्को हाम्रो कमेडी बिहान अनि यहाँ माछा मारेको रेडी हो कपडा लगाइ रेडी हो हाम्रो चाहिँ माछा इच्छा छ स्पेसियल माछा हेर्नुहोस् गाल्छी कर्सिङ बच्चा कर्सिङ माइलो कान्छो यहाँ कान्छा जेठा माइला साइला सबै छन् यहाँ धोतीहरू यहाँ अब यति अर्को त्यो बन्द भएको थियो अनि पछि ल अब यतिमा बाहिर हुन चाहन्छु तपाईँहरू लामो समयसम्म हेरिदिएको छ राम्रो छ र तपाईँहरूलाई पनि अब के भन्न चाहनुहुन्छ हामीलाई भन्न चाहनुहुन्छ भने जे भन्न चाहनुहुन्छ भन्नुहोस् होला तर मनको इच्छा र यतिको बाई गाइज हामी फेरि पनि आइसकेको छु नयाँ ब्लगमा हामी जान खान जाने आज अस्तिको ब्लगमा हामी गएको माछा मार्न आज हामी जाँदैछौँ जान खान ओहो आफू एकछिन यहाँ आफ्ता आइ चाहिँ आफूसँग चोट्ने दुईटा मात्र जाउँ हुन्छ अनि चाहिँ चाल जा त्यसले चाल जा ल गाइज आज हामी फेरि जाम्न खान हिजो हामी टक्कबारी माछा मार्न गएको थियौँ आज मुला खोला भन्ने हो
यहाँ खोलाएर यस्तो भएको छ अरे जाम्न खाने ठाउँ देखाइदिन्छु गाइस मैले यत्रो आँप चोरेर पनि यिनीहरूले लोभियाले यत्रो खाएँ कि हल्लै पाएँ कि मैले ओ लोभियाहरू कि त ओ स्या 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 ओ भोसरी वाले क्यामेरै में देखाइदिन्छु धेरै स्याल रहेछन् होइन गाइस जाम्न खान आएको यिनीहरूले मेरो खुट्टा ढुक गरेको या मिलाएर कि लोभीहरूले सब्जी ज्यादा लोभी दाइ पनि होइन सिसिराक देखाएर हिँड्नु भयो कोहीमा पनि कतिको थियो र त्यो अलिकति खुट्टा उठ्किराख्दै चुरन्टीको छ खाइसु त्यो भेन्छ घोसिरी हलाउँछ त्यो घोसिरी हलो चाहिँ हिँड्दैन छैन पुग्ने यहाँ खाइ झिलो छ कि गायब जिन्दगी गायब छ गाइस यो च्यानलमा होस् लाइक सब्सक्राइब गरिदिनु होइन हामी आधामा दिँदैनौँ नि धेरै कममा छ आधामा के भन्नु गाइस सब्सक्राइब दिदिनुलाई क्याप्छु हुन्छ किन गाइस यस्तो गर्मी छ कि यस्तो सिना छुइन खोलो आयो खोलो खोलो अलि त सानो सानो खोलो खोलो हामी आज फेरि जाम्न खान आएको अरू सोल्किनेलाई भगाएको भन्दै त्यस्तो गर्मी हो यहाँ मुख धुनु पर्यो औसी हाम्रो त्यहाँ लोभी पनि स्टाइल देखाइदिने क्या आज स्टाइल इ जोनी चिङ ओ माई गॉड कुन त जुन सुन बेटा यहाँ गरेको कठे इ के ढुङ्गो देखाएर सुन गरेको ठे ढुङ्गो देखाएर लैबिरा खोलो पाइ जानुपर्छ क्या लैबिरा खोलो भन्ने कता हो मासुम गरे कता हामीले जाम्न पनि भेटाएको हो ल अब हाम्रो लोभी दाइ जानुहुन्छ होइन बुङ्गा होइन हाम्रो दाइ धेरै राम्रो हुनुहुन्छ लोभी पनि के भन्दै अहिले अहिले अब आँखा तर्नु भएको थियो त्यसैले पनि लोभी त लोभी हुनुहुन्छ जाम्न पनि आज सिजन हामी जाम्न खान आएका छौँ ल हामी जाम्न खाएर ओहो अरू चाहिँ यो गाइज होइन जाम्न पनि देखिरहेको छ गाइज ल जाम्न पनि यिनी हुने चाहिँ देखियो अघितिर लाग्यो होइन गाइज अब सब अघितिर लाग्यो यहाँ अब ल्याउँछ माथि पनि धेरै रुख्छन् त्यसैले माथितिर जाने कहाँ छैन म पनि खाने जाम्नो जाम्ना गए जाम्ना ओ जाम्ना जाउँ जाम गुरु जाम बापा जाम्ना ओ कोही त आएको छैन नि क्या हो यार यहाँ होइन कोहीले अब जाम्नाको रुख ढाल्दो रहेछ हामी यही रुखमा खाइदिने हो अब त खाने हो आम नै झारेर खाने गाई जुगाउन भलाग नगराउने टोके किन भलाग गराउँदा को
गाइज हामी आज जाम्ना खान आएको छौँ मुलपानी खोला मुला खोला भने नि मुलपानी खोला भने नि जाम्ना जाम्ना तिमीलाई पनि हुन्छ ए यहाँ माथि रुखो चरिरहेछन् कहाँ छ रुखबाट भर्खर जाम्ना रुख झरेछ जाम्ना हेर्नुहोस् आहा जाम्ना जाम्ना हजुर डाम्ना नयाँ नयाँ जामना आयल बच्चे ओरिजिनल जामना है ये बहन किमिलाल पुग्दै माले कहाँ ठोके कम्मरमा कमिलाले यहाँ व्यस्त टोक्छु नि तपाईँ खाने भए आउनु होला मुलपानी खोलामा रुख त टन्नै छैन यिनी सब उन जाम्ना रुख वहाँ माथि छ त्यो पनि ए अर्को रुख यहाँ बसिन रुख पनि बसिन खान लाउँछ गाई जब त्यसले माथिदेखि फालिदिन्छ हामी यहाँ तल यो डाक्लाबाट तान्दै खाँदै गर्छौँ फेरि आउँदैछ माथिपट्टि फेरि यति धेरै छन् जाम्ना अर्को भाइ धान यहाँ ल्यान ओ सोल्टी राजा नमस्कार तपाईँलाई देखाइरहेको छु ल गाइस अहिले हामीले धेरै झरेका छौँ जाम्ना एउटा त्यहाँ चराउँछ एउटा त्यहाँ छ एउटा अरू यहाँ छन् केटा अरू पोलिथिनमा हाल है जब हामी धेरै टिपिसक्यौँ यो रुख टक्ला भइसक्यो यो डालो निकाल्यौँ योबाट फेरि योबाट यति निकालेर अर्को ठाउँमा फेरि यहाँ पनि छन् अब अर्कोचोटि फेरि आउँदाखेरि देखाउँछु तपाईँहरूलाई ल धन्यवाद